हेलो गाइजहरू, हामी आज माता तीर्थ औँसीको दिन आमाको मुख हेर्ने कार्यक्रम सुरु हुँदैछ। काठमाडौँको अवस्थित बसाइको बाजुद पनि बिरामी मान्छेहरू आमाको मुख हेर्ने कार्यक्रम भइरहेको छ। गाइजहरू यी यता खाना पाक्दैछ, यता यस्तो छ गन्जागोल रुममा। त्यस्तै भए पनि दाइले चाहिँ पैसा निकाल्दै हुनुहुन्छ आमाको मुख हेर्ने भनेर। अनि अब गाइजहरू के छ त अरू खबर? मोबाइल स्ट्यान्ड ल्याएर राख्नु पर्थ्यो कि क्या हो? ल लड्डुहरू तयारी छ, टिका लड्डु, सानो खुच्चे, दाजु आमा, यता हाम्रो जीवन सङ्गिनीले खाना पकाउँदै हुनुहुन्छ। ल हेर्नु कोठा यस्तो छ, मोबाइल चार्जमा। ल गाइजहरू अब सुरु भयो है हाम्रो कार्यक्रम। ल दाइ सुरु गरौँ। तपाईँहरू मास्क काटेर गर्दा नि भइगयो। ल दीर्घायु हुनु। भ्लगमा आउनुभयो तपाईँ, टाउको जुदाउँदै आउनुभयो त। ल 12 वर्षपछि हाम्रो दाइले आज आमाको मुख प्रत्यक्ष रूपमा हेर्नुभएको छ वैदेशिक बसाइको कारणले। कान्छाले नै लाउने रे। ल आमालाई ल डगर आमालाई पैसी देऊ। ल पैसी देऊ आमालाई। पैसा पनि जापानिज पैसा पो आयो क्या हो? कतिको आयो यसो जुम गरेर हेरौँ। ल ठुलावालाई पनि लगाइदिँदैछ है कान्छाले लाउने तिमी। कान्छाले पनि लगाइदियो ठुला बाबालाई। लागोस्। लाउँदैन अब, मैला लाएर सिद्धियो रोग। ल लड्डु खुवाउने कार्यक्रम भइरहेछ। ल बाबु खुवाइदेऊ, आमालाई मुखमा खुवाइदेऊ। तर अघि नै खाइसक्यो नि अघि। ल अब मैले लगाइदिन्छु। ल ल ल गाइजहरू, अब मेरो टर्न आयो। कान्छा भाइलाई मिस गरिरहेको अवस्था। मेरो पालो गइसक्यो, कान्छा माइलो भाइको पालो। यी एकछिन फोन स्टप गरौँ है। 97 कति हो यो थाहा छैन। ढोक चाहिँ निहुरिन परेन भने यसो हातले उस गरिन चाहन्छ। ल भएको कान्छालाई ल पहिले बिपी कम होस् भन्नुहोस् न। बिपी कम भएपछि सबै कुरा ठिक हुन्छ। सबै ठिक। ल कान्छाले डेलले लगाइदियो। ल भयो, अब धेरै बेर बस्नुहुन्न। यस्तो बेला पनि यस्तै बस्न पाइएको छैन। साह्रै दुखीसम्म। ल भाइ आउनुभयो। कता स्टप गर्नु त्यहीबाट। ल अब बुहारीले आमालाई मुख हेर्ने कार्यक्रम हुँदैछ फेरि। कान्छाले फर्स्ट एकचोटि
लड्डु खाँदैछ छोरा राम्रो खुवाउँदैछ। बुद्धिजीवी हुने नरिसाउने मेरो आशीर्वाद लास अब परमाणु त यस्तो गर्नु अब यस्तो छ भनेर जानेर ल ल नरोइकन आशीर्वाद दिउँ, रुनु हुँदैन आज। खान्छ स्कुल जान्छ अब एकछिनमा। ए स्कुल नजाने आज लड्डु खाँदै बस्थेँ। हुन्छ उता मात्र छुट्टै प्लेटमा राख्यौँ।